एकछिन सुन्नु त साथीहरू नमस्कार, जय सनातन। हेर्नुहोस् है, अब देश अत्यन्तै जटिल अवस्थामा पुगेको छ साथीहरू। सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म सचेत रहन आग्रह गर्दछु। इन्डियाले अघोषित रूपमा नाकाबन्दी लगाउन सुरुवात गरिसकेको छ साथीहरू। अब सिमेन्ट, प्लाइवुड र तपाईँको विद्युतमा चाहिँ कटौती गरेर नाकाबन्दीको सुरुवात गरिसकेको छ। अन्य विभिन्न वस्तुहरूमा पनि नेपालबाट निर्यात हुने र नेपालमा आयात हुने वस्तुहरूमा विभिन्न महत्त्वपूर्ण वस्तुहरूमा चाहिँ इन्डियाले नाकाबन्दीको सुरुवात गरिसकेको छ। सँगसँगै तपाईँको नेपालका लाचार नेकपा नेताहरूले आफ्नो लाचारीपन अझै थप उद्धाङ्गो पार्दै गइरहेका छन्। कुलमान घिसिङ जस्तो विद्युत उज्यालोको राजनेता मानिएको व्यक्तिलाई चाहिँ के छ हटाउने खालका कामहरू गरिएको छ र यो व्यवस्था चाहिँ टिकाइराख्नको लागि सत्तापक्ष काङ्ग्रेस र एमाले तपाईँको चाहिँ गठबन्धनले आफ्नो नेतृत्वमा गर्नलाई लाज हुने भएको कारणले गर्दा विपक्षी पार्टीको प्रमुख नेतृत्व प्रचण्डको नेतृत्वमा सडकमा अतिरञ्जना गर्न अराजकता फैलाउनलाई खटाइरहेको कुराहरू छिपेको छैन साथीहरू। अब वारपारको अन्तिम सन्निकट छौँ हामी साथीहरू। सम्पूर्ण नेपाल दाजुभाइ दिदीबहिनीहरू वारपारका लागि मुखमा केही हातमा केही छैन भने मुख आवाज लिएर र हातमा केही छ भने त्यो लिएर चाहिँ निस्किन चाहिँ सम्पूर्ण नेपालीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। चैत्र 15 गते काठमाडौँको 3 कुनेमा भेटौँ। धन्यवाद, नमस्कार।